अब हाम्रो कथा पढाउने हो, हाम्रो कथा पढ्ने छ। घन्टीले सरकार बनायो, नीति नियम फेरियो, त्यही दिनबाट हाम्रो भाग्य फेरियो। तिमीहरूले भन्ने छौ। स्वागत छ। आज हामी भैरवा कारागारबाट रवि लामिछानेले थुनुवा नम्बर 9725 को रूपमा पठाउनु भएको एउटा लामो सन्देशमा अलिक गहिरिएर कुरा गर्दैछौँ। हो, यो सन्देश आफैमा एउटा महत्त्वपूर्ण स्रोत बनेको छ अहिले। बिल्कुल। यसमा उहाँको राजनीतिक यात्रा अनि अहिले एकदमै चर्चामा रहेको त्यो सहकारी सम्बन्धी आरोपहरू र देशको राजनीतिक प्रणालीप्रतिको उहाँको विचार, हैन, सबै कुरा समेटिएको छ। हाम्रो उद्देश्य चाहिँ यो सन्देशमा उहाँले उठाउनु भएका मुख्य तर्कहरू, दावीहरू, भावनाहरू के हुन् तिनलाई केलाउने हो। स्रोतमै रहेर एउटा स्पष्ट चित्र प्रस्तुत गर्ने प्रयास गरौँ। हुन्छ। जस्तो कि उहाँले आफ्नो गिरफ्तारीलाई कसरी हेर्नु भएको छ, सहकारी प्रकरणमा उहाँको प्रतिरक्षा के हो, देशको भविष्यबारे उहाँ के सोच्नुहुन्छ, हैन, यिनै विषयमा केन्द्रित हौँ है त। निश्चय नै। यो सन्देश हेर्दा यो केवल एउटा व्यक्तिगत प्रतिरक्षा मात्रै जस्तो लाग्दैन। हो र? यसले त नेपालको अहिलेको राजनीति, न्याय प्रणाली अनि मिडियाको भूमिकामै गम्भीर प्रश्नहरू उठाएको देखिन्छ। ए हो। उहाँको भनाइ अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी जसरी आयो त्यसले पुराना शक्तिहरू अलि भनौँ न त्रसित भए अनि त्यही भएर उहाँ विरुद्ध षड्यन्त्र भयो। षड्यन्त्र नै उहाँको आरोप त्यही छ, जसमा राज्यका अङ्गहरू मतलब पुलिस प्रशासन अरू निकायको पनि दुरुपयोग गरियो भन्ने उहाँको दावी छ। उहाँले आफ्नो त्यो मिडियाबाट राजनीतिमा आउने यात्राबारे पनि त बताउनु भएको छ नि है सन्देशमा। छ, विस्तारैमै छ। पहिला सिधा कुरा प्रधानमन्त्रीसँग चलाउँदा त्यो शासकहरूसँगको कुरा खासै अर्थपूर्ण लागेन रे उहाँलाई। अनि पछि सिधा कुरा जनतासँग मार्फत आम मान्छेको पीडा देखेपछि चाहिँ अब परिवर्तन गर्न राजनीतिमै जानुपर्छ भन्ने निष्कर्षमा पुगेको उहाँले लेख्नु भएको छ। अनि त्यो अमेरिकी पासपोर्ट त्यागेको कुरा, पार्टी खोल्नु अघि अरूलाई नेतृत्व लिन आग्रह गरेको प्रसङ्ग पनि छ है सन्देशमा। सन्दीप, रोहित, कुलमान घिसिङ। हो, त्यो कुरा पनि उल्लेख छ। अलि रोचक छ त्यो प्रसङ्ग। अब त्यो सहकारी प्रकरणकै कुरा गरौँ न, जुन अहिले सबैभन्दा बढी चर्चामा छ। गरौँ। यसमा चाहिँ उहाँले ग्यालेक्सी 4K टिभीमा आफ्नो संलग्नता भनेको त्यो शेयर सम्झौता मात्र हो, आर्थिक दायित्व त जीबी राईको हो भन्ने तर्क गर्नुभएको छ। मुख्य दायित्व जीबी राईको हो, उहाँको भनाइ त्यही छ। अनि यहाँनिर एउटा अलि चाखलाग्दो कुरा के छ भने उहाँको सन्देश अनुसार संसदीय छानबिन समितिले नै सहकारीबाट मिडियामा पैसा ल्याउने प्रक्रियामा उहाँको संलग्नता देखिएन भनेको छ रे। पैसा ल्याउनेमा होइन, तर पैसा आइसकेपछि त्यो खर्च गर्ने प्रक्रियामा चाहिँ जिम्मेवारी हुन सक्ने भनेर समितिले प्रचलित कम्पनी कानून अनुसार कारबाही गर्न सिफारिस गरेको थियो रे। कम्पनी कानून अनुसार? तर सरकारले चाहिँ राजनीतिक प्रतिशोध लिन सहकारी ऐन लगाएर मुद्दा चलायो भन्ने उहाँको मुख्य आरोप छ। भनेपछि यो कम्पनी कानून र सहकारी ऐन बीचको फरकलाई उहाँले निकै जोड दिनु भएको रहेछ। किन होला त? यो कानूनी हिसाबले महत्त्वपूर्ण फरक हो। सामान्यतया कम्पनी कानूनले व्यापारिक कारोबार, लगानी, त्यसको नाफा नोक्सान दायित्व हेर्छ। सहकारी ऐन चाहिँ सदस्यहरूको बचत, ऋण, लगानी तोसँग सम्बन्धित हुन्छ। यी दुईटा ऐनमा दायित्व र सजाय पनि फरक हुन सक्छन्। उहाँको तर्क के हो भने टिभीमा भएको लगानी त कम्पनी कानून अनुसार हुनुपर्ने हो, तर अर्कै खालको सहकारी ऐन लगाउनु नै राजनीतिक पूर्वाग्रह हो। बुझियो। अब सहकारी बाहेक उहाँले आफ्नो मुद्दामा अरू पनि त कानुनी त्रुटिहरू देखाउनु भएको छ नि, होइन र? छ, अरू पनि कई मुद्दाहरू उठाउनु भएको छ, जस्तो हदम्याद मतलब उजुरी दिने वा मुद्दा चलाउने एउटा समय हुन्छ नि कानूनमा, त्यो समय सीमा कटिसकेपछि मात्र मुद्दा चलाइयो भन्ने उहाँको दावी छ। हदम्याद नागेको हो। अनि त्यस्तै एउटै घटनामा विभिन्न जिल्लामा लगेर फरक अभियोग लगाइयो अनि पक्राउ गर्दा त्यो मध्यरातमा पक्राउ गर्ने तरिका, त्यसपछिको प्रक्रियामा प्रहरीले ज्यादती गर्यो भन्ने पनि छ। अनि अर्को कुरा, उहाँको तुलनामा सहकारीमै जोडिएका अरू राजनीतिक कर्मीलाई चाहिँ सामान्य सोधपुछ गरेर वा धरोटीमा छोडियो तर आफूलाई फरक व्यवहार गरियो भन्ने आशय छ उहाँको। भनेपछि असमान व्यवहारको कुरा पनि आयो।
उहाँले त कतिपय उजुरी दिने मान्छेले नै हामीले रविको नाम लिएकै थिएनौँ, प्रहरीले नाम जोडिदियो भनेर बाहिर बोल्दा पनि सुनवाई भएन भनेर गुनासो पनि गर्नुभएको छ सन्देशमा। बाप्रे, यी सबै आरोप र प्रतिरक्षा सुन्दा उहाँले समग्र राज्य संयन्त्रलाई नै कसरी हेर्नुभएको रहेछ त? उहाँको सन्देशले त निकै गम्भीर तस्विर देखाउँछ। उहाँ के भन्नुहुन्छ भने राज्यका मुख्य अङ्गहरू छन् नि, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, यिनीहरू सीमित नेताहरूको आपराधिक सिन्डिकेटको कब्जामा छन् रे। आपराधिक सिन्डिकेट नै कडा शब्द प्रयोग गर्नुभएको रहेछ। हो, निकै कडा। उहाँले त न्यायपालिकाको निष्पक्षतामाथि नै प्रश्न उठाउनु भएको छ। अनि अब आफूमाथिको अन्यायको सुनवाई चाहिँ सडकबाट, मतलब जनताको अदालतबाट खोज्छु भन्नुभएको छ। यो त भयो उहाँको व्यक्तिगत सङ्घर्ष र प्रतिरक्षाको कुरा, तर सन्देशमा देशको प्रणालीगत परिवर्तनबारे पनि त त्यही भन्नुभएको छ नि, होइन र? बिल्कुल छ। यो सन्देश खाली व्यक्तिगत प्रतिरक्षामा मात्रै अड्किएको छैन। उहाँले वर्तमान प्रणालीमै गम्भीर समस्या देख्नु भएको छ। जस्तो कि यसको विकल्पमा संवैधानिक पुनर्संरचना नै गर्नुपर्छ भन्नुभएको छ। प्रत्यक्ष निर्वाचित कार्यकारिणी प्रमुख हुनुपर्छ, प्रदेशहरू खारेज गर्नुपर्छ भन्ने जस्ता मुद्दाहरू पनि उठाउनु भएको छ। प्रदेश खारेजी समेत? हो, उहाँले यो सिन्डिकेट तोड्न र देशमा स्थिति बसाल्न आफू प्रतिबद्ध रहेको कुरा बारम्बार दोहोर्याउनु भएको छ। त्यसो भए अन्त्यमा यो लामो सन्देशको मुख्य निचोड र उहाँको आह्वान चाहिँ के हो त? उहाँको अन्तिम आह्वान चाहिँ राजनीतिक प्रतिशोध विरुद्ध एउटा हस्ताक्षर अभियान सुरु भएको रहेछ, त्यसमा साथ दिनु भन्ने छ। हस्ताक्षर अभियान? अनि उहाँले आफूलाई लगाइएको हतकडी सामान्य हतकडी होइन, यो बिउ हतकडी हो, यसले भविष्यमा परिवर्तनको बिरुवा उमार्छ भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। बिउ हतकडी, रोचक उपमा हो। अनि उहाँ जस्तोसुकै परीक्षाका लागि तयार छु र देशले विगत 36 वर्षदेखिका अपराधहरूको हिसाब किताब खोज्ने दिन आउँछ भन्ने आशा पनि राख्नु भएको छ। त्यसो भए यो सन्देशले एउटा प्रमुख राजनीतिक खेलाडी को दृष्टिकोण त प्रश्न पारेको छ। आफू राजनीतिक षड्यन्त्रको शिकार भए भन्दै देशमा प्रणालीगत परिवर्तनकै माग गर्नुभएको छ। निश्चय नै। र यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि खडा गर्छ। के प्रश्न? जब एक राजनीतिक कर्मीले राज्यका अङ्गहरू, न्याय प्रणालीमाथि नै यति गम्भीर आरोप लगाउँछन्, यसले देशको राजनीतिक र न्यायिक बहसमा कस्तो असर पर्ला, हैन? अनि यस्तो जटिल आरोप प्रत्यारोपको भुमरीमा तथ्य के हो, सत्य के हो, त्यो छुट्याउने कसरी होला? हो त नि, यो त निकै गम्भीर सवाल हो। यो विषय आगामी दिनहरूमा पक्कै पनि थप विश्लेषण र चासोको केन्द्रमा रहने नै छ।